Day 1 of running every morning for 45 days. I don't know के चेन्जेसहरू हुन्छ तर आजबाट चाहिँ यो स्टार्ट भयो र यहाँ चाहिँ आन्टीहरू पनि बिहान बिहान योगा गर्नुहुन्छ र अरू मान्छेहरू पनि रनिङ यहाँ एक्सर्साइज गर्दै हुन्छ। म चाहिँ पहिल्यैदेखि सोचिरहेको हुन्थेँ क्या यो गरौँ भनेर। हाम्रो हराउनु हुँदाखेरि त्यसको कति राउन्ड भयो? ओए कति राउन्ड भयो? 3 राउन्ड कटिसक्यो र देखेर त हेर्दा चाहिँ बच्चा क्या खतरा फेरि यो युट्युबमा चाहिँ हाल्ने कि नहाल्ने थाहा छैन, खिच्नै खिचिरहेको छ। अब 7 हुन्छ। 5 राउन्ड हान्छु गाइस म। यहाँ पहिला यसले 5 राउन्ड हुन्छ रे, यो खतरा हो। यसले हान्छ नि फेरि भनेपछि थाक्यो। त्यस्तो हाल्यो भने बाँदर रहेछ। थकितवाला फेस रे होइन। यो चाहिँ रनिङको लास्ट पार्टमा हो रेकर्ड गरेको। आज मैले एउटा कुरा बुझेँ, मोटिभेसन प्रेरणा पर्खेर बस्दा केही हुँदैन। कहिलेकाहीँ सुरुमा एक्सन लिनुपर्छ। म सधैँ भोलि गरौँला मोटिभेसन आएपछि भन्थेँ, तर आज थाहा भयो कि सुरु मोटिभेसनले होइन एक्सनले गराउँछ। स्टार्ट स्लोअर देन यु थिङ्क एन्ड स्टे कन्सिस्टेन्ट। थ्याङ्क यू फर वाचिङ।